त्यो आजको बाटो चाहिँ नि एकदम चेपचेपमा यहाँनिर पुरा यस्तो रहेछ हो, लडै भन्छ तल मुनि चेपचेपमा हिँडाइ छ हो। यस्तो छ साथीहरू। म चाहिँ आज चाहिँ अब नानाको पछाडि कुद्नु भने कुद्दैछ अगाडि। यस्तो छ बाटो। यो बाटो त झन् साह्रो थिएछ, हिजो आएको त मर्थेँ म त। यस्तो छ कुदेको छु यस्तो ओह्रालो। म चाहिँ कहाँ गएको त। अब चाहिँ आइपुग्नु आँटे खोला यहाँनिर साथी हो। मसिनो नानीहरू रहेछ बाटोमा हो। खुट्टामा हल्ला मार कर पनि भन्नुहुँदैछ भाबीले। हेर्नुहोस् साथी हो, हेर्नुहोस् कति राम्रो छ यहाँनिर। यो जुन चाहिँ पहिलाको इन्द्रेणी ब्रिज चाहिँ बगाएर अहिले भने चाहिँ यो छ है। हेर्नुहोस् है साथी हो, सुन्दर 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 भ्यू। अहिले भने चाहिँ हामी आदर्श गाउँलाई छोडेर अब आदर्श गाउँलाई बिदा गर्दैछौँ। अब चाहिँ हामी चाहिँ सिमताम बजारतर्फ लाग्यौँ। नाना चाहिँ ड्युटीको लागि कुद्नु हुँदैछ है। अब उहाँ गएर चाहिँ एकदम बिजी हिलिली कुदिरहनु भएको छ। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले काहीँ। र हामी चाहिँ यहाँ आइपुगेको छौँ है साथी हो। अब भने चाहिँ हामी ब्रिजमा आइपुग्यौँ साथी हो। हेर्नुहोस् है कस्तो दामी दामी छ। वाउ वाउ, भेरी भेरी नाइस। ल साथी हेर्नुहोस् है, यही जानकारी गराएँ हजुरलाई। हे हो आदर्श गाउँ धेरै राम्रो जग्गा। नानाले पुललाई ढोक्नु हुँदैछ उहाँले एकदम है। अब भक्ति भाव भनेको चाहिँ यस्तो हुँदो रहेछ। किन स्पिरिचुअलमा चाहिँ यसरी उहाँले फोटो पनि खिचिदिनु हुँदैछ मेरो हो। फोटो खिच्दै गरेको यो दृश्य हेर्नुहोस् है। नाना यति साह्रो सिरियस भएर फोटो खिच्नुहुन्छ उहाँले चाहिँ। हुन्छ, थ्याङ्क यू गाइज।